Alright guys, welcome back new vlog. I hope सबैजनालाई सन्चै नै होला। म पनि एकदमै फिट एन्ड फाइन छु के। आज चाहिँ हामी चाहिँ बजार जाने हो। त्यसपछि बजारमा बाटो चाहिँ यस्तो हो के लास्टै यस्तो सबै पुरै बन यस्तो चाहिँ हामी दुईजना मात्र हिँडेको है त। दुईजना मात्र, अरू चाहिँ स्कुल गयो नि त। त्यस कारणले अरू चाहिँ यो भिडियोमा चाहिँ आउन पाएन है। हामी चाहिँ बबाल पालन गराएको थिएँ। बजारमा अलिक थोरै काम थियो के। त्यस कारण चाहिँ हामी चाहिँ दुईजना अरू चाहिँ सन्दीप दाई र सुरज दाई पनि आउनुहुन्छ र। त्यसपछि हामी चाहिँ हरिप मौज गर्ने हो। उता हरिप गएको त्यसले काले भाइ अलि चर्क गिराउ न, जिगिरानी हुन्छ क्या। यता फर्केर क्या, यता फर्केर नाच्दैन। नयाँ खुसी खबर हान्छ फेरि आज। यसले चाहिँ बिहा गरौँ भन्छ के फेरि, हो कि नै विश्वास लाग्दैन कि फेरि हामीलाई फेरि कस्तो विश्वास नि कस्तो म नि अहिले चाहिँ भाउजू हेर्न पर्छ है त। भाउजू हेर्न पर्छ अनि फेरि भाउजू देखाउँछ कि हजुरलाई राति लैजानु पर्छ। भर्खर लैजानु हुन्न हेर, गाउँमा भर्खर लैजानु हुन्न। त्यसपछि हामी चाहिँ अब अलिक लागि चाहिँ झर्ना जाने भनेर झर्ना हिँडेको भए भाउजू उता यिनको दिदीकोमा खिन अरे। अहिले थाहा हुन्छ के लेखु भन्थ्यो के फेरि थाहा छैन। विश्वास लाग्दा कि मलाई अलिअलि, त्यस कारणले चाहिँ हेर्ने हो है त। त्यसपछि हामी चाहिँ अलिक झर्ना हिँड्यौँ। बाटो चाहिँ हरिसक्यो, यत्रो टाढा हो। हामी चाहिँ यत्न आइसक्यो, गाउँमा आइसक्यौँ। त्यस कारणले चाहिँ हामी चाहिँ तिनजना मात्र, अरू चाहिँ छैनन्। सन्दीप दाई र सुरज दाई पनि अहिले आउँछु भन्नुभएको के रे। त्यो फेरि हरिफ घुमिन्छ। टमाटर चाहिँ हेर्नु गाइस, हरिफ फलेछ यार। गाँड हान्नुहुन्थ्यो कि गाइसहरू के भने काँचो रहेछ न। अहिले चाहिँ के गाँड हानिन्छ थाहा होइन तर है। फाइनली गाइस झन् चाहिँ आइसक्यो है। त्यसपछि झन् चाहिँ बबाल्ने रहेछ। यस्तो हो कि यस्तो दामी छ है। अलि चाहिँ खोला चाहिँ यस्तो बढ्यो हुन्छ कि बर्खामा त यस्तो दामी हुन्छ यस्तो गाइस। अस्ति म चाहिँ फाइनली दामी छ के गाइस, दामी। आमा हो यस्तो दामी छ यार। अलि झन् दामी बनाएको र केटा यार। गाइसहरू झन् चाहिँ यहाँ आइसक्यो। झन् चाहिँ बवाल भइदिएर आएको छ कि साथीहरू होइन। म चाहिँ त्यही कुन हुनु, म चाहिँ खाजा परेँ है। अहिले पढिन कि हरिफ छ यहाँ झन्, तर यस्तो बवाल हरिफ छ कसम, हरिफ छ के दामी के। यसो डुल्नै पनि छ झन् आइसकेपछि त। हामी चाहिँ यहाँ बस्नु पऱ्यो नि त। मलाई आफू जस्तै गरेर हान्ने राम्रो छ उसको साथी हो गाइस। को काको